नमस्कार, म निर्मला पौडेल, नेपाली विषयको शिक्षक। आजको कक्षामा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक स्वागत गर्दछु। आज म कक्षा 6 को पाठ 1 मा रहेको भाषिक संरचना र वर्णविन्यास अन्तर्गत नामको परिचय र प्रकारबारे चर्चा गर्नेछु। पक्कै पनि भाइ बहिनीहरूले सानै कक्षादेखि नाम र नामका प्रकारबारे जानकारी प्राप्त गर्नुभएको छ। हामीले केही तस्बिरका माध्यमबाट नामको परिचय र त्यसका प्रकारबारे छलफल गर्नेछौँ। यहाँ हामीले विभिन्न तस्बिरहरू देख्न सक्छौँ। यी तस्बिरहरूले नामलाई सङ्केत गरेका छन्। जस्तो हामीले विद्यार्थी भाइ बहिनीहरू चित्र नम्बर 1 मा देख्न सक्छौँ। कुनै व्यक्तिको चित्र राखिएको छ, जुन व्यक्ति चाहिँ राष्ट्रकवि माधव प्रसाद घिमिरे हुनुहुन्छ। त्यस्तै चाहिँ विद्यार्थी भाइ बहिनीहरूको पनि के छ, आफ्नै नाम छ। जस्तो राम, श्याम, गीता, हरि, हैन, विभिन्न नामहरू रहेका छन्। अनि हामीले अर्को चित्रमा देख्न सक्छौँ, बुटुल बजारको चाहिँ चित्र हामीले यहाँ प्रष्ट रूपमा देख्न सक्छौँ, जसले चाहिँ के गरेको छ, ठाउँलाई सङ्केत गरेको छ। त्यसैगरी हामीले अर्को चित्रमा देख्न सक्छौँ, हिमालको चित्र देख्न सक्छौँ, जसले चाहिँ समग्र हिमालको प्रतिनिधित्व गरेको छ। यी हिमाल बुझाउने शब्द पनि के हो त, नाम हो। त्यसैगरी हामीले विभिन्न पुस्तकहरू देख्न सक्छौँ, हैन। यी पुस्तकहरूले पनि केलाई बुझाएको छ, नामलाई बुझाएको छ। त्यसैगरी हामीले अर्को चित्रमा देख्न सक्छौँ सैनिकको, धेरै सैनिकहरूको समूहलाई हामीले देख्न सक्छौँ, जसकोलाई हामीले फौज पनि भनिन्छ। त्यसैगरी यहाँ अङ्गुरको समूहलाई हामीले देख्न सक्छौँ, जसलाई हामीले झुप्पा पनि भन्छौँ। यिनीहरू सबैले के गरेको छ, नामलाई सङ्केत गरेको छ। त्यसैगरी हामीले यहाँनिरको चित्र देख्न सक्छौँ, ठोस वस्तुलाई देख्न सक्छौँ, जसले ढुङ्गालाई सङ्केत गरेको छ। यी पनि के हुन् त, नाम हुन्। त्यसगरी ठोस तरल पदार्थ हामीले चित्रमा देख्न सक्छौँ, जुन चाहिँ तेल हो, जसले नामलाई सङ्केत गरेको छ। त्यसैगरी हामीले अर्को चित्रमा देख्न सक्छौँ, यहाँनिर मानिसले सहयोग गरेको चित्र देख्न सक्छौँ, तर के कति मात्रामा सहयोग गरेको हो भन्ने हामीले अनुभव मात्रै गर्न सक्छौँ। त्यसैगरी विद्यार्थी भाइ बहिनीहरूले पढाइ र लेखाइको चित्र पनि देख्न सक्छौँ। यो के कति मात्रामा पढाइ र लेखाइ गरे भन्ने हामीले अनुभव मात्र गर्न सक्छौँ। यी समग्र चित्रले चाहिँ नामलाई सङ्केत गरेको छ, हैन। कुनैले चाहिँ व्यक्तिलाई सङ्केत गरेको छ, कसैले ठाउँलाई सङ्केत गरेको छ, कसैले हिमालको जाति विशेषलाई सङ्केत गरेको छ, कसैले किताबलाई सङ्केत गरेको छ वा वस्तुलाई सङ्केत गरेको छ, कुनैले विभिन्न मानिसहरूको समूहलाई सङ्केत गरेको छ, कुनैले वस्तुको समूहलाई सङ्केत गरेको छ। त्यसैगरी ठोस र तरल पदार्थलाई पनि नामले सङ्केत गरेको छ। त्यसैगरी हामीले सहयोग र लेखाइ र पढाइले पनि मान्छेको मनको अनुभूतिलाई सङ्केत गरेको छ। यी समग्र विषयवस्तुलाई हामीले समेटेर नामको परिभाषा निर्माण गर्न सक्छौँ। पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूले यी समग्र चित्रलाई समेटेर नामको परिभाषा निर्माण गर्न सक्ने भइसक्नु भएको छ होला। ल विद्यार्थी भाइ बहिनीहरू, एकछिन नामको परिचय निर्माण गर्नुहोस् त हजुरहरूले। पक्कै पनि नामको चित्रको माध्यमबाट हजुरहरूले नामको परिभाषा जानिसक्नु भएको छ होला। ल विद्यार्थी भाइ बहिनी हेरौँ है, विभिन्न चित्रका माध्यमबाट अब हामी नामको परिभाषा निर्माण गर्न सक्छौँ। हजुरहरूले पनि पक्कै पनि बनाइसक्नु भएको छ होला। एकचोटि हजुरहरूको कापी हेर्नुहोस् त। ल हजुरहरूले बनाएको र मैले बनाएको परिभाषा मिल्यो कि मिलेन विद्यार्थी भाइ बहिनीहरूले जाँच्न सक्नुहुनेछ। यहाँ परिभाषा हामीले देख्न सक्छौँ, कुनै व्यक्ति, जाति, वस्तु, भाव, पदार्थ, समूह आदि बुझाउने शब्दलाई नाम भनिन्छ। फेरि एकचोटि भन्नुहोस् त, कुनै व्यक्ति, जाति, वस्तु, पदार्थ, भाव, समूह आदि बुझाउने शब्दलाई नाम भनिन्छ। त्यति मात्र नभएर नाम के र को, कसले र कसलाई भन्ने प्रश्नको उत्तरमा पनि आउने गर्दछ। फेरि भन्नुहोस् त, के र को, कसले र कसलाई भन्ने प्रश्नको उत्तरमा पनि नाम आउने
गर्दछ। यहाँ केही उदाहरणहरू पनि छन्। जस्तो तिमीसँग के छ भन्यो भने पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूसँग भएका सामग्रीहरू देखाउन सक्नुहुनेछ। जस्तो किताब, कापी, पैसा, इज्जत आदि। ल विद्यार्थी भाइ बहिनी, मसँग के छ त? तपाईँहरूसँग भएका सामग्री पनि देखाउन सक्नुहुन्छ। मसँग के छ? मार्कर छ, कलम छ, पेन छ, त्यसै गरी मसँग के छ? किताब पनि छ। यी सबैले के गरेका छन्? नामलाई सङ्केत गरेका छन्। त्यसै गरी अर्को छ, तिम्रो घरमा को हुनुहुन्छ? पक्कै पनि हाम्रो घरमा को हुनुहुन्छ त? ल हेर्नुहोस् त, बुबा, आमा, दिदी, बहिनी, दाई, भाइ आदि। यी सबै के हुन्? नाम हुन्। त्यसै गरी हामीले के कुरा देख्न सकिँदैन, हामीले सबै वस्तु देख्न सकिन्छ भन्ने छैन। कतिपय वस्तुलाई हामीले अनुभव मात्र गर्न सक्छौँ। हामीले दया, माया, हावा, सोचाइ आदि कुरालाई देख्न सकिँदैन। यी सबै के हुन्? नाम हुन्। त्यसै गरी पर के देखिएको छ हैन? परको वस्तुलाई हामीले देख्दा पनि के हुन्छ? तिनीहरू नाम हुन्छन्। पर के देखिएको छ? हुल, फौज, बथान, भिड, बगाल आदि देखिएका छन्। ती सबै के हुन्? नाम हुन्। त्यसै गरी भाइले उमालाई पढाई हैन? भाइलाई कसले पढायो भन्ने प्रश्नको उत्तरमा आएको उमा के हो? नाम हो। त्यसै गरी गुरुले विद्यार्थीलाई पढाउनु भयो, गुरुले कसलाई पढाउनु भयो भन्ने प्रश्नको उत्तरमा आएको विद्यार्थीलाई के हो? नाम हो। नामले कुनै पनि व्यक्ति, वस्तु, स्थान, पदार्थ, भाव, समूह आदिलाई बुझाउँछ। त्यस सँगसँगै नाम के र को, कसले र कसलाई भन्ने प्रश्नको उत्तरमा पनि आउने गर्दछ। नामको परिभाषा पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूले बुझ्नु भएको छ होला। अब हामी नामका प्रकारबारे चर्चा गर्छौँ। यहाँ नाम 5 प्रकारका रहेका छन् है। सुरुमा छ व्यक्तिवाचक नाम, जातिवाचक नाम, समूहवाचक नाम, द्रव्यवाचक नाम र भाववाचक नाम। हामीले माथि विभिन्न चित्रका माध्यमबाट यी नामका बारेमा पनि चर्चा गरिसकेका छौँ। तिनीहरूलाई वा चित्रको माध्यमबाट हामीले यिनीहरूको परिभाषा पनि निर्माण गर्न सक्छौँ। अब नामका प्रकारहरूमध्ये हामीले पहिलो नाम यानि कि व्यक्तिवाचक नामको चर्चा गर्नेछौँ। नामको पहिलो प्रकार अन्तर्गत व्यक्तिवाचक नामबारे चर्चा गर्दैछौँ। यहाँ हामीले व्यक्तिवाचक नामको परिभाषा बताउनुभन्दा पहिले चित्रको माध्यमबाट पनि व्यक्तिवाचक नामको परिभाषा निर्माण गर्न सक्छौँ। यहाँनिर चित्रमा हामीले पहिलो चित्रमा चाहिँ हामीले राष्ट्रकवि माधव प्रसाद घिमिरेको चित्र देख्न सक्छौँ, जसले चाहिँ निश्चित व्यक्तिलाई तोकेको छ। त्यस्तै गरी अर्को चित्रमा हामीले बुटोलको चित्र देख्न सक्छौँ, जसले निश्चित ठाउँलाई तोकेर बुझाएको छ। अब यहाँ केही उदाहरणहरू पनि छन्। व्यक्तिवाचक नाम अन्तर्गत रमेश, सीता, भरत, राम, हरि, गीता आदि के हुन्? निश्चित व्यक्तिलाई बुझाउने नामहरू हुन्। त्यसै गरी स्थानमा पोखरा, बुटवल, गुल्मी, लुम्बिनी, पाल्पा, काठमाडौँ, भरतपुर, धनकुटा यी आदिले चाहिँ निश्चित ठाउँलाई तोकेर बुझाएका छन्। यी पनि के हुन्? व्यक्तिवाचक नाम नै हुन्। त्यसै गरी वस्तु रामायण, बाइबल, मुन्दुम, त्रिपिटक आदिले पनि निश्चित वस्तुलाई तोकेर बुझाएका छन्। त्यसै गरी नदीमा कोशी, मेची, महाकाली, गण्डकी, राप्ती, भेरी आदि नदीले निश्चित नदीलाई तोकेर बुझाएका छन्। यी सबै के हुन् त? व्यक्तिवाचक नाम हुन्। त्यसै गरी हिमालमा सगरमाथा, माछापुच्छ्रे, गौरीशङ्कर, धौलागिरी, मकालु, मनासलु आदि हिमालले पनि निश्चित हिमाललाई तोकेर बुझाएका छन्। यी समग्रले चाहिँ निश्चित स्थान, व्यक्ति, ठाउँ, हिमाल
नदी आदिलाई तोकेर वा किटान गरेर बुझाएका छन्। ती तोकेर वा किटान गरेर बुझाउने नाम नै के हुन्? व्यक्तिवाचक नाम हुन्। हामीले यो चित्रबाट र यो उदाहरणबाट पनि व्यक्तिवाचक नामको परिभाषा निर्माण गर्न सक्छौँ। ल विद्यार्थी भाइहरूले यो उदाहरण र चित्रको माध्यमबाट तपाईहरूले पनि व्यक्तिवाचक नामको परिभाषा निर्माण गरिसक्नु भएको छ होला। ल हेरौँ त। परिभाषा: कुनै व्यक्ति, वस्तु, ठाउँ, हिमाल आदिलाई तोकेर वा किटान गरेर बुझाउने शब्द नै व्यक्तिवाचक नाम हुन्। अब हामी व्यक्तिवाचक नाम पढिसकेपछि नामको दोस्रो प्रकार जातिवाचक नाममा प्रवेश गर्छौँ। अब हामी नामको प्रकार मध्ये दोस्रो प्रकारमा प्रवेश गर्छौँ। दोस्रो प्रकार रहेको छ जातिवाचक नाम। जातिवाचक नामको परिभाषा बताउनुभन्दा पहिले हामीले विभिन्न चित्रको माध्यमबाट वा उदाहरणको माध्यमबाट जातिवाचक नामको परिभाषा निर्माण गर्न सक्छौँ। जस्तो हामीले पहिलो चित्रमा देख्न सक्छौँ हिमाल। यसले समग्र हिमाललाई सङ्केत गरेको छ। त्यसै गरी अर्को चित्रमा हामीले देख्न सक्छौँ किताब, जसले थुप्रै किताबहरूलाई सङ्केत गरेको छ। जस्तो हामीले अब व्यक्तिवाचक नाम र जातिवाचक नामको तुलना गर्न सक्छौँ। जस्तो हामीले व्यक्तिवाचक नाममा हिमाल अन्तर्गत सगरमाथा, धौलागिरी, कञ्चनजङ्घा भनेर निश्चित हिमाललाई तोकियो भने ती सबै हिमाललाई प्रतिनिधित्व गर्ने यो हिमाल शब्द चाहिँ के हो त? जातिवाचक नाम हो। यसले समग्र हिमाललाई प्रतिनिधित्व गरेको छ। त्यसै गरी हामीले अर्को चित्रमा देख्न सक्छौँ किताब, जसले चाहिँ विद्यार्थी भाइ बहिनीहरूसँग पनि विभिन्न किताबहरू छन् तपाईँहरूले पढ्ने, नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, व्याकरण लगायतका थुप्रै किताबहरू छन्। ती निश्चित किताबलाई नतोकेर हामीले समग्र किताबको प्रतिनिधित्व हुने गरी किताब भनियो भने यसले के गर्यो? किताबको जाति विशेषलाई बुझायो। त्यसैले यो किताब के हो? जातिवाचक नाम हो। अब हामीले यहाँ केही उदाहरण हेर्न सक्छौँ। पहाड, मानिस। अब हामीले राम, श्याम, गीता, हरि भनेर निश्चित व्यक्तिलाई तोकियो भने त्यो व्यक्तिवाचक नाममा पर्छ। तर मानिस भनियो भने त्यो के हो? जातिवाचक नाम हो। त्यसै गरी देश छ, हामीले नेपाल, भारत, होइन, अमेरिका भनेर निश्चित देशलाई तोकियो भने त्यो व्यक्तिवाचक नाममा पर्छ। भने समग्र देशलाई समेट्ने गरी देश भनेर भनियो भने त्यो के हो? जातिवाचक नाम हो। त्यसै गरी हिमाल, नदी, फुल, ताल, महादेश, झरना आदि यी सबै शब्दले जाति विशेषलाई बुझाएका छन्। अब यी माथिका उदाहरण र चित्रका माध्यमबाट हामीले जातिवाचक नामको परिभाषा निर्माण गर्न सक्छौँ। पक्कै पनि तपाईँहरूले उदाहरण र चित्रको माध्यमबाट चाहिँ जातिवाचक नामको परिभाषा निर्माण गरिसक्नु भएको छ होला। ल विद्यार्थी भाइ बहिनीहरू, यसको परिभाषा हेरौँ त। परिभाषामा कुनै एउटा मात्र व्यक्ति, वस्तु, स्थान आदिलाई तोकेर नबुझाइ जाति विशेषलाई बुझाउने शब्द जातिवाचक नाम हो। कुनै एउटा मात्र व्यक्ति, वस्तु, स्थान आदिलाई तोकेर नबुझाइ तिनीहरूको जाति विशेषलाई बुझाउने शब्द जातिवाचक नाम हुन्। जस्तो हामीले उदाहरणमा पनि हेरियो पहाड, हिमाल, नदी, मानिस, किताब, गाई, चरा, फुल आदि के हुन्? जातिवाचक नाम हुन्। अब हामी अर्को प्रकारमा प्रवेश गर्छौँ। अर्को प्रकार रहेको छ समूहवाचक नाम। अब हामीले समूहवाचक नामको परिभाषा दिनुभन्दा पहिले केही उदाहरण र केही तस्बिरहरू देख्न सक्छौँ। यहाँ विद्यार्थी भाइ बहिनीहरू तपाईँहरू जस्तै थुप्रै विद्यार्थीहरू के गर्नुभएको छ? लाइनमा लस्करका साथ बस्नुभएको छ। यसले केलाई जनायो त भन्दा विद्यार्थीहरूको समूहलाई बुझायो।
त्यसैगरी हामीले अर्को तस्बिरमा हामी देख्न सक्छौं यसमा अंगुरका के छन् लटरम्म झोप्पाहरू रहेका छन्। यसले पनि के गर्यो 2 वा 2 भन्दा बढी अंगुरको समूहलाई बुझायो। त्यति मात्र नभएर यहाँनिर छन् भीड, गण, फौज, वर्ग, जन्ती, लाम, लस्कर, ताती आदिले मानिस वा प्राणीको समूहलाई बुझाएका छन्। जस्तो भीड, गण, फौज, वर्ग, जन्ती, लाम, लस्करले मानिसको समूहलाई बुझाएका छन् भने ताती, बगाल, बथानले चाहिँ प्राणीको समूहलाई बुझाएका छन् भने अर्को उदाहरण हामी हेर्न सक्छौं डङ्गुर, झुप्पो, चाङ, बिटो, मोठो आदिले वस्तुको समूहलाई बुझाएका छन्। यी पनि के हुन् त समूहले कुनै पनि मानिसको समूह, प्राणीको समूह वा वस्तुको समूहलाई बुझाउने गर्छ हैन। यी धेरै समूह बुझाउने शब्द चाहिँ के हो त समूहवाचक नाम हो। माथिका उदाहरण र चित्रका माध्यमबाट हामीले समूहवाचक नामको परिभाषा निर्माण गर्न सक्छौं। ल हेरौं त 2 वा 2 भन्दा बढी व्यक्ति पनि हुन सक्यो, प्राणी, वस्तु आदिको समूह बुझाउने शब्दलाई समूहवाचक नाम भनिन्छ। 2 वा 2 भन्दा बढी व्यक्ति, वस्तु, प्राणी आदिको समूह बुझाउने शब्दलाई समूहवाचक नाम भनिन्छ। जस्तो चित्रमा हामीले देखिदियो यो विद्यार्थीहरूको लस्कर देखियो, लटरम्म फलेको अंगुरको झुप्पा देखियो। यसले समूहवाचक नामलाई बुझाएको छ। पक्कै पनि बुझ्नु भएको छ होला। अब हामी अर्को प्रकारमा प्रवेश गर्छौं। त्यसैगरी नामको अर्को प्रकार रहेको छ द्रव्यवाचक नाम। द्रव्यवाचक नामको परिभाषा जान्नुभन्दा पहिले वा निर्माण गर्नुभन्दा पहिले हामीले केही तस्बिरको माध्यमबाट द्रव्यवाचक नामका बारेमा जान्न सक्छौं। जस्तो चित्र नम्बर 1 मा हामीले ढुङ्गालाई देख्न सक्छौं हैन। यो वस्तुले चाहिँ ढुङ्गाले चाहिँ ठोस वस्तुलाई संकेत गरेको छ हैन। कुनै पनि ठोस वस्तु, तरल वस्तु भनेर हामीले चित्रमा तेललाई देख्न सक्छौं। अनि केही यी चित्रका माध्यमबाट चाहिँ ठोस वस्तु, तरल पदार्थ अनि ग्यास पदार्थ र खाद्य पदार्थहरू जुन पदार्थलाई हामीले नाप्न तौल्न सक्छौं तर ती वस्तुलाई हामीले एक एक गरेर गन्न सक्दैनौं। त्यस्ता वस्तुहरू के हुन् त त्यस्ता नामहरू द्रव्यवाचक नाम हुन्। जस्तो केही उदाहरणहरू हेर्न सक्छौं। ठोस वस्तुमा ढुङ्गा, माटो, काठ, बालुवा आदिले द्रव्यवाचक नामलाई संकेत गरेका छन्। त्यसैगरी तरल पदार्थमा हामीले पानी, तेल, दूध, घिउ, ग्यास, पेट्रोललाई लिन सक्छौं। जस्तै ठोस वस्तु अनि तरल वस्तु र त्यसैगरी ग्यास पदार्थलाई पनि हामीले द्रव्यवाचक नामभित्र समावेश गर्न सक्छौं। हावा, अक्सिजन, हाइड्रोजन, नाइट्रोजन के हुन् त ग्यास पदार्थ हुन् जसले द्रव्यवाचक नामलाई संकेत गरेका छन्। त्यसैगरी खाद्य पदार्थ नुन, चिनी, चामल, पिठो, दाल, कोदो, गहुँ, मकै यी आदि सबै वस्तुहरू के हुन् त द्रव्यवाचक नाम हुन्। हामी यी जुन वस्तुहरूलाई नाप्न तौल्न सक्छौं तर कुनै पनि वस्तुलाई हामीले एक एक गरी गर्न सक्दैनौं। ती समग्र नामहरू के हुन् त द्रव्यवाचक नाम हुन्। अब यी उदाहरण र चित्रको माध्यमबाट हामीले द्रव्यवाचक नामको परिभाषा निर्माण गर्न सक्छौं। ल विद्यार्थी भाइ बहिनीहरू तपाईहरुले पनि द्रव्यवाचक नामको परिभाषा निर्माण गर्नुभएको छ होला। ल हेर्नुस् त मिल्यो कि मिलेन। परिभाषा ठोस, तरल वा ग्यास पदार्थ बुझाउने हैन। ठोस, तरल यहाँ पनि आइसक्यो। ठोस, तरल, ग्यास हैन खाद्य पदार्थ बुझाउने, नाप्न तौल्न मिल्ने पदार्थलाई
द्रव्यवाचक नाम भनिन्छ। त्यसैगरी नामको प्रकारमध्ये हामीले भाववाचक नामका बारेमा चर्चा गर्दैछौँ। भाववाचक नामको परिचय जान्नुभन्दा पहिले हामीले केही चित्र र उदाहरणका माध्यमबाट यसको परिचय निर्माण गर्न सक्छौँ। हामीले चित्रमा देख्न सक्छौँ मानिसले एकअर्कालाई सहयोग गरेको, सहानुभूति प्रकट गरेको चित्र देख्न सक्छौँ। तर के कति मात्रामा सहयोग गरेको हो भन्ने कुरा हामीले अनुभव मात्र गर्न सक्छौँ। त्यसैगरी अर्को चित्रमा विद्यार्थी भाइ बहिनीहरूले पढेको वा लेखेको चित्र देख्न सक्छौँ। के कति मात्रामा पढेका छन्, लेखेका छन् भन्ने कुरा हामीले अनुभव मात्र गर्न सकिन्छ। त्यसैगरी यहाँ केही उदाहरणहरू रहेका छन्। माया, दया, मानवता, वीरता, स्नेह, घृणा, रिस, सुख, पढाइ, दुःख, शान्ति, वीरता आदि शब्दले मानिसका मनको अनुभूतिलाई चाहिँ व्यक्त गरेका छन्। हामीले के कति मात्रामा माया गरियो भनेर त्यसलाई हामीले अनुभव मात्र गर्न सक्छौँ दया, त्यसैगरी मानवता, वीरता के कति मात्रामा भएको छ भन्ने कुरा हामीले अनुभव मात्र गर्न सक्छौँ। जुन चाहिँ चित्रमा पनि हामीले अनुभव मात्र गर्न सक्ने चित्र हेरिसकियो। यी चित्र र उदाहरणका माध्यमबाट हामीले भाववाचक नामको परिभाषा निर्माण गर्न सक्छौँ। हेरौँ त, परिभाषा व्यक्ति, वस्तु वा पदार्थमा रहेको, देख्न र छुन नसकिने तर अनुभूति गर्न सकिने गुण, भाव, अवस्था आदिलाई बुझाउने शब्दलाई भाववाचक नाम भनिन्छ। एकचोटि फेरि भन्नुहोस् त, व्यक्ति, वस्तु वा पदार्थमा रहेको, देख्न र छुन नसकिने तर अनुभूति गर्न सकिने गुण, भाव, अवस्था आदिलाई बुझाउने अवस्था आदि बुझाउने शब्दलाई भाववाचक नाम भनिन्छ। हामीले उदाहरण र चित्रको माध्यमबाट पनि भाववाचक नामको परिभाषा निर्माण गरिसकेका छौँ। पक्कै पनि विद्यार्थी भाइ बहिनीहरूले भाववाचक नामको परिचय निर्माण गरिसक्नु भएको छ र नामका प्रकारबारे जानिसक्नु भएको छ भन्ने म आशा गर्दछु। ल त विद्यार्थी भाइ बहिनीहरू, आजको हाम्रो विषयवस्तु यति नै। आशा छ त आजको कक्षाले हजुरहरूलाई निकै नै फाइदा पुर्याएको छ भन्ने आशा गर्दै आजलाई म यस कक्षाबाट बिदा हुन चाहन्छु। हस्त, नमस्कार।